लो गाइस यो चाहिँ हाम्रो रोल्पा जिल्लाको है एकदम नमुना बाख्रा फार्म देख्न सक्नुहुन्छ है गोड जातको बाख्रा बोकाहरू छ है यो चाहिँ आफ्नो जिनाबाङमा गङ्गादेव गाउँपालिकाको जिनाबाङमा अवस्थित ओली बाख्रा फार्ममा चाहिँ हामी आइपुगेका छौँ। यो चाहिँ सुन्दरमा हाम्रो प्रोपराइटर चाहिँ लोकमान ओली सर हुनुहुन्छ जो चाहिँ जनकोट हुनुहुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ 300 हाराहारीमा चाहिँ यहाँ गोड जातका बाख्राहरू चाहिँ उहाँको भाइ दिनला तपाईँलाई अगाडि भाइ चुन्नेमा एउटा छ त्यही भाइ दिनला 100% है अस्ट्रेलियाबाट ल्याएको बोका है गोड जातको 100% बोका। ओली बाख्रा पाउने ठाउँ है गङ्गादेव गाउँपालिका 3 सेताघर जिनाबाङमा है लोकमान ओली सरको हो। यहाँ चाहिँ यहाँ देख्न सक्नुहुन्छ हामी कहाँ विभिन्न जातका बोर बारबेरी बित्तल जमुना पारे बाख्राको बोकाहरू पाइन्छ भनेर लेख्नु भएको जय सर मिनी बोका उहाँ तपाईँ उनी हो त त्यसको बच्चा हो कि अघि तपाईँलाई मैले भने त उसको हेर्नु न बाउ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ प्रशस्त मात्रामा चाहिँ गोड जातको बाख्राहरू बोकाहरू चाहिँ यहाँ प्रशस्त मात्रामा छ। कस्तो मन पर्यो यहाँ मन पर्यो मन पर्यो है कस्तो लाग्यो त यो स्टिल फिडिङमा चाहिँ बाख्रा पालन गर्न सकिन्छ सकिँदैन त देख्नुपर्ने। उहाँले चरन क्षेत्रमा नलगेर यहाँ प्रशस्त यहाँ 300 वटा बाख्रालाई चाहिँ पुऱ्याइराख्नु भएको छ। कति केजी छ भन्नुभयो? कति केजी छ? 150 केजीको बोका है यो चाहिँ 150 को बोका 135 को बोका छ 135 को 150 को उमेर 2 वर्ष अस्ट्रेलियाबाट मगाएको बोकाहरू लगभग यहाँ आउँदा नेपालमा आइपुग्दा चाहिँ 3.5 लाख 3.5 लाखको छ 30 केजीको बोकालाई चाहिँ 3.5 लाखमा चाहिँ ल्याउनु अहिले चाहिँ 150 यो चाहिँ 130 केजी चाहिँ छ। यता कति केजी गरे यता बोका 75 केजी उता चाहिँ कति केजी यता 200 किलोको बोका हो 100% हो त्यो